आएको छु ग्राउन्डमा फुटबल खेल्न र म फुटबल खेल्न आएको धेरै दिन भएको थियो। सो आज म फुटबल खेल्न गइरहेको छु ग्राउन्डमा र अहिले केही केटाहरू मलाई कुर्दै बसिरहेको छन् बाटामा। सो गाइस म आफ्नो साथीको घर नजिक पुगिसकेको छु। अब साथीको घर आउँदैछ। सो म साथीलाई अब बोलाउन जान्छ कि जाँदैन। साथी चाहिँ यो चाहिँ साथीको घर अगाडिको अनि यो चाहिँ योभन्दा यहीँ छ। सो मैले त्यसलाई सोधेको कोही जाने हो कि नै भनेर, तर उसले चाहिँ नाइ भन्यो। त्यस एक्लै किन जाने भनेर म फेरि अर्को साथीको घरतिर लागेँ। सो मैले यसलाई सोधेँ अन्जित कता भनेर, फेरि चाहिँ म गएँ आफ्नो अर्को साथीको घरमा। सो गाइस म चाहिँ यो साथीले जान्छु भनेको छ र अहिले म चाहिँ अर्को साथीको घरमा छु। उसले चाहिँ जान्छु भनेको छ। यसो हामी पानीसानी खाएर चाहिँ पानी पर्दैछ अनि पानीसानी खाएर अब हामी चाहिँ एकछिनमा निस्किन आँटेको। सो मेरो अर्को साथी आइसकेको छ अनि ऊ चाहिँ हल्का कालो भए पनि बिरुवालो हल्का मजा खाँदै हामीहरू चाहिँ गइरहेको छौँ बाटोमा। सो बाटो नि अब धेरै राम्रो छैन तर हल्का लामो छ। हो जाँदैछौँ मस्तसित दुईजना पढ्दै अर्को साथीले नानी बोलाउन। सो अर्को साथीलाई खोज्न पनि धेरै गाह्रो भएन। ऊ चाहिँ यहाँ अगाडि बसेको रहेछ हामीले कुरेर। सो यसलाई चाहिँ हामीले के गर्दैछस् भनेर मैले सोधेको त यो चाहिँ विरक्ति अम्मा पो खाँदै रहेछ अनि फोन हेर्दै रहेछ। त्यसो यो चाहिँ हिँड्नु जाउँ भनेर गएको दुईजना मस्तसित। एउटा चाहिँ पछाडि आउँदैछ। अब हामी 3 महिना भइसकेको छौँ ग्राउन्डतिर लागिरहेको छौँ। गाइस हामी चाहिँ अब आफ्नो ग्राउन्ड नजिक पुगिसकेको छौँ र दुईजना चाहिँ जाँदैछौँ अगाडि। ग्राउन्ड आउनु सक्यो। अगाडि केटाहरू चाहिँ बसिरहेको छन् हामीहरूलाई पर्खेर र हामीहरू चाहिँ गइरहेको छौँ अगाडि। सो आज प्र्याक्टिस गर्ने दिन र हाम्रो केटी क्लब्सको मेम्बर नै आइरहेका छन् धेरै। सो सबैले हामीले आज बोलाएको थियौँ अनि आज चाहिँ अब प्र्याक्टिस गर्नुपर्ने छ किनकि हाम्रो भोलि म्याच रहेको छ। सो त्यसैले आज चाहिँ प्र्याक्टिस त गर्नुपर्छ र भोलिको म्याच चाहिँ जित्नुपर्छ भनेर हामी चाहिँ आज सबै केटाहरूलाई बोलाएर प्र्याक्टिस गर्ने भनेको थियौँ। सबै चाहिँ आइसकेका रहेछन् र आधा साथीले चाहिँ आधाको चाहिँ काम गरेर नआउन सक्न गाइस म रेडी भइसकेको छु गेम खेल्नको लागि। अनि चाहिँ केटाहरू रेडी हुँदैछन् अनि चाहिँ एउटा साथी चाहिँ बल हिर्काएर पासिङ खेल्दैछन् अनि अरू सब रेडी हुँदैछन्। यता धेरै चाहिँ आएको रहेछन्। सो धेरै पनि आएको थिएन अनि म चट्ट लगाएर गइसक्यो। अनि यता चाहिँ अर्को चाहिँ मेरो एउटा साथी भोलिको म्याच राम्रोसँग खेल्नुपर्छ भनेर सबैलाई मैले हौसला दिएँ र ग्राउन्डतिर छिटो म्याच खेल्न रेडी भइसक्यो भने सबैजना यहाँ चाहिँ भोलिको म्याचको बारेमा कुराकानी गर्दै थिएँ। सो भोलिको म्याच राम्रोसँग खेल्नुपर्छ भनेर सबैलाई मैले हौसला दिएँ र ग्राउन्डतिर छिटो। सो आजलाई यति नै गाइस। म तपाईँलाई नेक्स्ट ब्लगमा चाहिँ भोलिको म्याच देखाउनेछु। सो टाटा बाई बाई।